हेलो साथीहरू, वेलकम टु माई ब्लग अगेन है। आज चाहिँ म तपाईँहरूसँग भेज फालेको रेसिपी सेयर गर्न गइरहेको छु साथीहरू है। तपाईँहरू पनि यसरी बनाउन सक्नुहुनेछ र रेसिपी स्टार्ट गरौँ। मैले चाहिँ यहाँ लिएको छु बन्दाकोपी, त्यसपछि लिएको छु यहाँ प्याज है, त्यसपछि प्याजको साग। अहिले चाहिँ प्याजको साग चाहिँ एकदम बजारभरि छ नि त, त्यसले गर्दा मैले प्याजको साग लिएँ र यहाँ चाहिँ गाजर लिएको छु। तपाईँहरू तपाईँको मनपसन्द सब्जीहरू लिन सक्नुहुन्छ है। मैले चाहिँ यो सब्जीहरू लिएको छु र यसलाई चाहिँ अब हामीले एउटा बलमा हालेर चाहिँ सबै मिक्स गरौँ। र मैले चाहिँ यहाँ धनियाँ पत्ता हालेँ गाइज, र म चाहिँ खोर्सानी हाल्दिनँ किनकि मेरो नानीहरूले खाँदैन हो। त्यसपछि मैले यहाँ हालेँ सोया सस, तपाईँहरू पिरो हाल्न सक्नुहुन्छ। यहाँ मैले नुन हालेँ है, र यहाँ चाहिँ मैले अदुवा चाहिँ मजाले कुटेर हालेको छु अदुवा है, र यसलाई फेरि हामीले मजाले मिक्स गरौँ। पिरो तपाईँहरू खोर्सानी हाल्न सक्नुहुन्छ गाइज है, म चाहिँ हाल्दिनँ। यहाँ मैले विचिङ हालेको छु। तपाईँहरू चाहिँ अजिनामोटो चाहिँ अप्सनल हो, हाले पनि हुन्छ नहाले पनि हुन्छ। मैले चाहिँ अलिकति एड गरेको छु टेस्टको लागि है। र यसरी मजाले फिट्यौँ हामी। त्यसपछि चाहिँ हामीले एउटा प्यानमा चाहिँ तेल मजाले तताएर चाहिँ यसरी तेल पनि हाल्नुपर्छ गाइज। मैले चाहिँ यहाँ हालेको छु तेल है, गरम गरेर, र त्यसलाई फिटेर चाहिँ एक कुनामा राखौँ। त्यसपछि चाहिँ हामीले यहाँ मैले चाहिँ अघि नै आँटा गुनेर राखेको छु। यो चाहिँ मैले आँटाको बनाउनु गइरहेको छु साथीहरू है, मैदा चाहिँ मैले बनाइनँ। सो तपाईँहरू खासमा चाहिँ मैदाको हुन्छ, तर मैले चाहिँ आँटाकै बनाएँ हेल्थको लागि चाहिँ। सो मैले चाहिँ अब यो बेल्न गइरहेको छु र यसलाई चाहिँ ठिकै ठुलो ठुलो बेल्नुपर्छ गाइस, किनभने यो चाहिँ अब मसला हाल्दा चाहिँ ठुलो हुन्छ नि त। र यो चाहिँ अब मोमो जस्तै नै हो, तर यो चाहिँ अब यसलाई चाहिँ हामीले फ्राई गर्नुपर्छ। त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ म अलिक ठुलो बेल्छु है। र यसरी बेल्नु होला साथीहरू, तपाईँहरू पनि अलिक ठुलो नै बेल्नु होला यसरी। लु गाइस, अब यसमा चाहिँ मैले यसमा मसला एड गरिरहेको छु, र यसलाई मसला हालेर चाहिँ अब हामी यसलाई चाहिँ मजाले ऱ्याप गर्नुपर्छ यसलाई चाहिँ। सो मैले चाहिँ अब यसलाई फोल्ड गर्दैछु यसरी है। यसरी फोल्ड गरेर चाहिँ यसलाई चाहिँ वान बाई वान यसरी साइडबाट चाहिँ ऱ्याप गर्दै जानुहोस्। यसलाई चाहिँ मजाले मतलब नफुस्किने गरी ऱ्याप गर्नु होला साथीहरू, फुस्क्यो भने चाहिँ मसला निस्किन्छ हो। र यसरी मजाले टाइट गरेर चाहिँ यसरी वान बाई वान फोल्ड गर्दै ऱ्याप गर्नु होला। ल गाइस, मेरो चाहिँ यहाँ मजाले फोल्ड भयो है। र यसरी चाहिँ यो फोल्ड गर्दा चाहिँ निकै ध्यान दिनुपर्ने हुन्छ, किनकि यो फुस्क्यो भने चाहिँ तपाईँको मसला सबै निस्किन्छ नि त। त्यसले गर्दा चाहिँ यो चाहिँ फोल्ड चाहिँ राम्ररी गर्नुपर्छ है, ताकि मसला चाहिँ ननिस्कोस्। र यसरी यो फोल्ड गरिदिइरहेको छु मैले, यहाँ राम्ररी हेर्न सक्नुहुन्छ यसरी है। र यसरी फोल्ड गरेपछि चाहिँ अब यसलाई चाहिँ म के गर्छु भने एउटा काँटाले चाहिँ माथिबाट यस्तो डिजाइन दिनुको लागि चाहिँ एउटा काँटाले चाहिँ म यसरी थिच्न गइरहेको छु है। र मैले एउटा काँटा लिएको छु, त्यसले चाहिँ यसरी यसरी म अब यसलाई चाहिँ डिजाइन बनाउनु गइरहेको छु। र गाइस, यसलाई चाहिँ गर्दाखेरि चाहिँ मजाले साइडबाटै गर्नु होला, किनकि फेरि यो दुलो पर्नु सक्छ है भित्र मसलामा। त्यसले गर्दाखेरि चाहिँ दुलो नपरोस्, मजाले अब हेरेर गर्नु होला। र यसरी चाहिँ अब मैले मजाले यसलाई चाहिँ डिजाइन गरिसकेँ, र हेर्नुहोस् त कस्तो दामी देखेँ गाइस। अब यसलाई चाहिँ यो गरेपछि चाहिँ हामीले फ्राई गर्नुपर्ने हुन्छ है। र मैले तेल चाहिँ अघि नै गरम गरिसकेको थिएँ, त्यसले गर्दाखेरि चाहिँ म अब यसरी फ्राई गर्नु गइरहेको छु। र यसरी चाहिँ तपाईँहरूले पालैपछि फ्राई गर्नु होला है। निकै रातो रातो हुन्जेलसम्म चाहिँ फ्राई गर्नुपर्छ, किनकि भित्र मसला पाक्नुपर्छ नि त। सो मैले चाहिँ पालैपछि गर्दै यसरी फ्राई गरेँ है। र तपाईँहरू पनि यसरी नै अल्टै पल्टै गरेर चाहिँ मजाले फ्राई गर्नु होला साथीहरू। सो अब मेरो चाहिँ यो भइसकेको छ है, र म चाहिँ अब निकाल्नु गइरहेको छु। र साथीहरू यहाँ हेर्नुहोस् न कस्तो दामी देखिरहेको छ है। मैले चाहिँ माथिबाट फुल हालेर डिजाइन पनि बनाइदिएको है, अलिकति फुल हालेर चाहिँ डेकोरेसन गरिदिएको छु है। र गाइस, तपाईँहरू पनि यसरी बनाएर खानु होला। म चाहिँ अचारसँग खाइरहेको छु, तपाईँहरू चाहिँ सससँग म्युनिससँग जेसँग पनि खान सक्नुहुन्छ है। र एकपल्ट बनाएर खानु होला साथीहरू, ट्राई गर्नु होला। यो चाहिँ धेरै मिठो हुन्छ है। र मतलब यो चाहिँ स्न्याक्स जस्तै खानु चाहिँ एकदमै राम्रो हुन्छ। यो तपाईँले ब्रेकफास्टमा पनि खान सक्नुहुन्छ है। र प्रायः जस्तो चाहिँ म चाहिँ टी टाइममा बनाउँछु। सो गाइस, रेसिपी मन परेमा लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गर्नु नभुल्नु होला। टेक केयर, बाई बाई, सी यू इन द नेक्स्ट भिडियो। बाई गाइस, बाई बाई।